अध्याय 1 कुरुक्षेत्रको युद्धमा सैनिकहरूको निरीक्षण। हस्तिनापुरको नेत्रहीन महाराज धृतराष्ट्र आफ्नो महलमा बसेर युद्धको घटनाबारे जान्नका लागि अत्यन्त व्याकुल थियो। उसको आँखामा भविष्यको चिन्ता र आफ्नो छोराप्रतिको मोह प्रष्ट झल्किरहेको थियो। उसले आफ्नो विश्वसनीय सचिव सञ्जयलाई, जो महर्षि वेद अभ्यासको कृपाबाट दिव्य दृष्टि प्राप्त गरेको थियो, जो महलमै बसेर युद्धभूमिको दृश्य देख्न सक्थे। धृतराष्ट्रले भने, हे सञ्जय, युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराहरू के गरिरहेका छन्, त्यहाँ के भइरहेको छ? सञ्जयले आफ्नो दिव्य दृष्टिबाट कुरुक्षेत्रको त्यो महान युद्ध देख्न सुरु गरे। सञ्जयले भने, हे राजन, पाण्डुका छोराहरूले गरेको सैन्य मोर्चा देखेर राजा दुर्योधन आफ्ना गुरुको नजिक गएर यसरी भने, हे गुरु, हे आचार्य, हजुरको बुद्धिमान शिष्य द्रुपदको छोराले व्यवस्थित गरेको पाण्डवहरूको विशाल सैन्य शक्तिलाई एकपटक हेर्नुहोस्। यहाँ यो पाण्डव सेनामा भीम र अर्जुन समानका लडाईँ गर्ने महारथी युयुधान, विराट तथा द्रुपद जस्ता अनेक वीर धनुधारीहरू छन्। महान वीरहरू तथा धृष्टकेतु, चेकितान, काशीराज, पुरुजित, कुन्तीभोज र सैन्य जस्ता शक्तिशाली योद्धाहरू पनि त्यहाँ छन्। तपाईको जानकारीको लागि म सैनिकहरूको सञ्चालनमा विशेष दक्ष मेरा सेनापतिहरूका बारे पनि भन्छु। मेरा सैनिकहरूमा सदा सर्वदा विजय हुने भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण, सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ। ती सबै अनेक प्रकारका हतियारहरूद्वारा सुसज्जित छन् र युद्ध विद्यामा पारङ्गत पनि छन्। हाम्रो शक्ति नाप्न नसकिनेछ र हामी पूर्ण रूपमा भीष्म पितामहद्वारा संरक्षित छौँ भने भीष्मद्वारा सावधानीपूर्वक संरक्षित पाण्डवहरूको शक्ति सीमित छ। कुरु वंशका अत्यन्त प्रतापी वयोवृद्ध तथा योद्धाहरूका पितामह हजुरबुवा भीष्मले दुर्योधनलाई आनन्द दिने आफ्नो शङ्ख सिंह गर्जे जस्तै अत्यन्त उच्च स्वरमा बजाउनु भयो। त्यसपछि शङ्खहरू, ढोलहरू, सिंहहरू, नगराहरू, तुरहीहरू सबै अचानक बज्न थाले र त्यो सबैको संयुक्त स्वर अत्यन्तै भयङ्कर सुनियो। त्यसपछि सेता घोडाहरू नारिएको विशाल रथ विराजमान भएर कृष्ण र अर्जुनले आफ्नो दिव्य शङ्ख बजाए। भगवान श्रीकृष्णले आफ्नो पाञ्चजन्य शङ्ख बजाउनु भयो, अर्जुनले देवदत्त नामको शङ्ख बजाए, भीमले पनि पौड्र नामक डरलाग्दो शङ्ख बजाए। हे राजन, कुन्तीका छोरा युधिष्ठिरले अनन्त विजय नामको शङ्ख बजाए अनि नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामक शङ्खहरू बजाए। महान धनुधारी काशीराज, महान योद्धा शिखण्डी, विराट, अजय, द्रुपद, द्रौपदीका छोराहरू र सुभद्राका बलवान छोराहरू यी सबैले अलग अलग आफ्ना शङ्खहरू बजाए। विभिन्न किसिमका शङ्खहरू बज्दा भएको यो कोलाहलपूर्ण आवाजले आकाश र पृथ्वीलाई गुन्जायमान तुलाउँदै धृतराष्ट्रका छोराहरूको हृदय चिर्न थाल्यो। त्यसपछि हे राजन, हनुमानको चित्र अङ्कित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर बाण वर्षाउने लागेको समयमा धृतराष्ट्रका छोराहरूलाई सैन्य व्यूहमा उभिएको देखेर भगवान श्रीकृष्णलाई यी कुराहरू भने। अर्जुनले भने, हे अच्युत, कृपा गरेर यो मेरो रथ दुई सेनाहरूका बीचमा लगेर अड्याउनुहोस्। त्यहाँ यो सङ्घर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका कोसँग मैले शस्त्रको परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ, हेर्न सकूँ। धृतराष्ट्रको खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नको लागि जो यिनीहरू यहाँ लडाईँ गर्न आएका छन् तिनीहरूलाई म हेर्न चाहन्छु। सञ्जयले भने, हे भरतवंशी राजन, अर्जुनद्वारा यसरी सम्बोधन गरिएका भगवान कृष्णले अर्जुन चढेको त्यो उत्तम रथ दुई पक्षको सैनिकहरूका बीचमा लगेर अड्याउनु भयो। भीष्म, द्रोण र सारा संसारभरिका राजाहरूका अगाडि भगवान कृष्णले भन्नुभयो, हे पार्थ, यसरी यहाँ जम्मा भएका सम्पूर्ण कुरुहरूलाई हेर। दुवै पक्षका सैनिकहरूका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बाबुहरू, हजुरबुवाहरू, गुरुहरू, मामाहरू, भाइहरू, छोराहरू, नातिहरू, मित्रहरू, ससुराहरू र शुभचिन्तकहरूलाई देखे।
विभिन्न वर्गका यी साथी सम्धिहरूलाई युद्धभूमिमा देखेपछि कुन्ती पुत्र अर्जुन करुणाले अभिभूत भएर यसरी भन्न थाले। अर्जुनले भने, हे कृष्ण, लडाई गर्नका लागि मेरा अगाडि उपस्थित भएका यी आफ्नै साथी सम्धिहरूलाई देखेर मेरो शरीर काँपिरहेको छ र मेरो मुख पनि सुकिरहेको छ। मेरो सम्पूर्ण शरीर कम्पन भइरहेको छ, शरीरमा रौँहरू ठडिरहेको छ, मेरो गाण्डीव धनु हातबाट चिप्लदैछ र मेरो छाला पोलिरहेको छ। हे कृष्ण, अब यहाँ धेरै समय उभिने सामर्थ्य ममा छैन। मैले आफैलाई बिर्सँदैछु, मेरो मन घुमिरहेको छ, म त केवल अमङ्गल अशुभ मात्र देखिरहेको छु। हे कृष्ण, युद्धमा आफ्ना नाता सम्बन्धीहरूलाई मारेर न म आफ्नो कुनै कल्याण देख्छु, न त जितेपछि पाइने राज्य र राज्य सुखको इच्छा नै ममा छ। हे गोविन्द, जसका लागि हामीलाई राज्य, भोग र सुखहरू चाहिएको हो, तिनीहरू नै आफ्नो प्राण र धनको आश मारेर लडाई गर्न युद्धभूमिमा उभिएका छन् भने त्यो राज्य, त्यो भोग र त्यो जीवन समेतले हामीलाई के लाभ भयो? त्यसैले हे मधुसूदन, मलाई विजय पनि चाहिएन, राज्य र सुख पनि चाहिएन। गुरुहरू, हजुरबुवाहरू, बुबाहरू, छोराहरू, नातिहरू, मामाहरू, साला जेठानहरू, ससुराहरू र अन्य सम्धिहरू साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन्। पृथ्वीको राज्यको के कुरा? स्वर्ग, मर्त्य र पातल यी तीनै लोकको राज्य पाए पनि म यिनीहरूलाई मार्न चाहन्न। यिनीहरूले नै मलाई मार्छन् भने बरु मारुन्। यी धृतराष्ट्रका छोराहरूलाई मारेर हामीलाई के आनन्द होला र? यस्ता आयातितहरूलाई मार्यो भने हामीलाई पाप लाग्नेछ। त्यसैले धृतराष्ट्रका छोराहरू, अरू हाम्रा मित्रहरूलाई मार्नु हाम्रा लागि उचित छैन। हे लक्ष्मीपति कृष्ण, यी आफन्तहरूलाई मारेर हामीलाई के लाभ होला र? के सुख होला र? हे जनार्दन, यी मानिसहरूको बुद्धि लोभले गर्दा भ्रष्ट भएको छ। यिनीहरू आफ्नो परिवारलाई मार्ने र मित्रहरूसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैन। तर कुलको विनाशमा ठूलो अपराध देख्ने हामीहरू किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने? वंशको विनाशसँगै शाश्वत कुल परम्परा पनि नाश हुन जान्छ। यसरी बाँकी रहेको परिवार पनि अधर्ममा संलग्न हुन पुग्दछ। हे कृष्ण, कुलमा अधर्म बढ्न सुरु भएपछि कुलका स्त्रीहरू दूषित हुन पुग्दछन् र यसरी स्त्रीहरू आफ्नो सतीत्वबाट पतित भएपछि हे कृष्ण, नचाहिएका सन्तानहरू उत्पन्न हुन्छन्। वर्णशङ्कर सन्तानहरूको वृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारको कुलघातीहरू नर्कमा पर्दछन्। यस्ता कुलघातीहरूका पितृहरू पनि श्राद्ध तर्पण गर्दा पितृ कार्यको लोभ हुनाले नर्कमा खस्दछन्। आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरूको कुकृत्यबाट वर्णशङ्कर सन्ततिहरू उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरूबाट सबै प्रकारका सामुदायिक योजनाहरू तथा पारिवारिक कल्याणका कार्यहरू समेत नष्ट हुन पुग्दछ। हे प्रजापाल कृष्ण, कुल धर्मलाई विनाश गर्नेहरू सधैँभरि नर्कमै बास गर्दछन् भन्ने कुरा मैले गुरु परम्पराबाट सुनेको छु। ओहो, कति आश्चर्यको कुरा हो। हामी राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै सन्तानहरूलाई मार्न तयार भएर ठूलो पाप कर्म गर्न खोजिरहेका छौं। हातमा शस्त्र लिएका धृतराष्ट्रका छोराहरूले हतियार पनि नलिएको र युद्ध मैदानमा कुनै प्रतिशोध पनि नगर्ने मलाई मार्छन् भने मारुन्, मेरा लागि त्यो शिरस्कर हुनेछ। सञ्जयले भने, युद्ध भूमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो बाण सहितको धनु एकातिर पन्छाएर मनमा शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे। यस प्रकार श्रीमद् भागवत गीता ग्रन्थ अन्तर्गत कुरुक्षेत्रका युद्धमा सैनिकहरूको निरीक्षण शीर्षक पहिलो अध्यायको भक्ति वेदान्त तात्पर्य समाप्त भयो।